आज चाहिँ मैले सजिनाको रेसिपी लिएर आएको छु। यो सजिना एकदमै हेल्दी हुन्छ। विशेष गरी शरीरमा घाउ खटिराहरू निक्लिन्छ भने त यसलाई हामीले दैनिकै सेवन गर्नुपर्ने हुन्छ। एकदमै हेल्दी हुन्छ। यो एकदमै एन्टिबायोटिकको काम गर्छ यसले। यहाँ देख्न सक्नुहुन्छ सजिनालाई मैले सानो सानो टुक्रा बनाएर सुधारेको छु ताकि तास्नलाई सजिलो हुन्छ भनेर। अब चाहिँ म यसलाई तास्छु। यसलाई तास्दाखेरि चाहिँ म यसरी तास्छु है। त्यही भएर चाहिँ मैले आधी आधी टुक्रा बनाएको तास्नलाई सजिलो हुन्छ भनेर यसरी सुई सुई यसरी टुक्रा टुक्रा बनाएर चाहिँ तास्यो भने धेरै सजिलो हुन्छ। मैले यहाँ सबै सजिना केलाएर पनि भ्याइसकेको छु। यहाँ यता मैले कराईमा तेल राखेको छु। जिरा राखिदिएँ, तोरी, एउटा सुकेको खोर्सानी भाँचेर राखिदिएँ, अलिकति हिङ, हल्दी, पेप्रिका पाउडर नपिरो खालको। यहाँ हल्का पानी राखेँ ताकि यसको कलर राम्रो आउँछ। यसरी हल्दी अनि पाउडर पेप्रिका पाउडर राखेर अनि अलिकति पानी राख्यो भने यसरी कलर राम्रो आउँछ क्या। अदुवा राखिदिएँ। अदुवालाई 1 सेकेन्ड जति यसो पकाउँछु म। अब चाहिँ यहाँ सुधारेर राखेको सजिनालाई राखेँ। यसलाई सरर चलाइदिने। यहाँ नुन कलर कस्तो मजाले आयो। अब यहाँ म स्वादअनुसार नुन राखिदिन्छु। अब चाहिँ यहाँनिर म तातो पानी है, एकदमै तातो। जहिले पनि सब्जीहरू बनाउँदाखेरि चाहिँ तातो पानी राखेर बनाउनु होला। स्वाद एकदमै राम्रो हुन्छ, मिठो हुन्छ, स्वाद रहन्छ। यसलाई अब छोपेर म 5-6 मिनट जस्तो पकाउँछु, पाकुन्जेलसम्म। पकाएको 4-5 मिनट चाहिँ भइसक्यो। वाउ, यहाँ मैले टमाटर सुधारेर राखेको छु। यो टमाटर राखिदिन्छु। यसलाई नचलाइकन छोपेर चाहिँ म यो टमाटर पाकुन्जेल 2 मिनट जति पकाउँछु। अब यो पाकेको टमाटर पाकेको 2 मिनट भयो। अब चाहिँ यसलाई एकचोटि मजाले चलाइदिन्छु। यहाँ मैले 2टा जति आलु उसिनेर तयार गरेको छु। यो आलुलाई आधी चाहिँ यहाँ सब्जीमा राख्छु, आधी चाहिँ म मुसेर राख्छु ताकि रस अलिक बाक्लो हुन्छ भनेर। मैले यति उसिनेको आलु चाहिँ यहाँ राखिदिएँ। म यतिलाई चाहिँ म यहाँ यसरी मुसेर यहाँ राखिदिन्छु, मिचेर मजाले। अब यहाँनिर मैले सब्जी मसला राखेँ, अलिकति चाट मसला। यहाँनिर चाहिँ मैले अलिकति कस्तुरी मेथी पनि लिएको छु, हातमा राखेर माडेर यसलाई पनि राखिदिन्छु। अब चाहिँ यसलाई सरर चलाउँछु है त। अहिले खाउँ जस्तो भइसक्यो। अब चाहिँ यहाँ तातो पानी राखेर रस राख्छु म। रस राख्दा पनि एकदमै तातो पानी राख्नु होला है, चिसो पानी चाहिँ बन्दै नराख्नु होला, नभए यसको स्वादै मिठो हुँदैन। अब यसलाई म 2 मिनट जस्तो यो उम्लिन्जेलसम्म पकाउँछु पहिला। यो रस उम्लेको 2 मिनट भयो। अब हेरौँ है त। वाउ, यहाँ यसरी बनाएको साह्रै मिठो हुन्छ। त्यो आलु मिचेर राखेकोले गर्दा हेर्नु रस पनि बाक्लो बाक्लो भएको छ, मिठो हुन्छ यसरी। अब चाहिँ यो पाको, यसलाई आगो निभाइदिन्छु। यहाँ मैले धनियाँ पत्ता राखेको छु, धनियाँ पत्ता राखिदिन्छु। यसलाई अब च्याप्ट एकखेप चलाउँ है त। ल, यसरी बनाएको सजिनाको रस साह्रै मिठो हुन्छ, एकदमै हेल्दी हो। क्या मिठो भएको छ। अवश्य हजुरहरू पनि बनाएर खानुहोला। थ्याङ्क यू फर वाचिङ।